हेर्यौ, अशान्तिमा जीवनभरि बोझ बोकेर हिँडेको अन्ना यीशुलाई पाएपछि शान्ति र आनन्द पाएर जीवनमा सधैँ यीशुसँग हिँडिरहेको छ। तर पनि उसको जीवनमा धेरै सङ्घर्ष आइरहेको थियो। फेरि आज हामीले अर्को बाँकी जीवन हेर्नेछौँ। येशू र अन्ना सँगै हिँडिरहेको छ। त्यसै समयमा शिक्षकसँग भेट हुन्छ। गुड मर्निङ मिस। गुड मर्निङ। ल तिम्रो जाँचको नतिजा हेर। मिस म पास भएँ। तिमी आँखै खोली हेर। तिमी 2वटा विषयमा फेल भयो। मेहनत गरेन भने यस्तै हुन्छ, बुझ्यौ? निराश हुनु पर्दैन अन्ना, म तिमीलाई मद्दत गर्नेछु र ज्ञान बुद्धि दिनेछु र आउने जाँचमा तिमी पास हुनेछौ। केही समयपछि अन्नाको जीवनमा ठुलो अभाव भयो। उसले आउने जाँचको लागि पैसा दिन सकेन। हे येशू, मसँग जाँचको लागि तिर्ने पैसा छैन। अब म कसरी जाँच लेख्न सक्छु र? प्लिज मलाई मद्दत गर्नु ल। चिन्ता नगर, म तिमीलाई मद्दत गर्नेछु। मलाई येशूले मद्दत गर्नुहुन्छ। येशूले एक व्यक्तिलाई पैसा दिनको लागि भन्नुहुन्छ। जाऊ, उसलाई पैसाको आवश्यकता छ, त्यसैले तिमीसँग भएको पैसा उसलाई देऊ। उनी जान्छ र पैसा दिन्छ। तपाईलाई कसरी थाहा भयो मेरो जीवनको अभाव? आज बिहान प्रार्थना गर्ने बेलामा येशूले मलाई तिम्रो बारेमा भन्नुभयो, त्यसैले मैले थाहा पाएँ। धन्यवाद। धन्यवाद येशू, तपाईले मेरो आवश्यकता पूरा गरिदिनु भयो। हामीले यस नाटकबाट सिक्न सक्छौँ कि हाम्रो जीवनको यात्रा येशूसँगै हिँड्न निर्णय गर्यो भने जीवनमा हरेक सङ्घर्ष आउँछ, धेरै कुराको अभाव पनि हुन सक्छ र निराश हुने अवस्था पनि आउन सक्छ। तर पनि येशूले हरेक खाँचो परेको अवस्थामा हाम्रो लागि प्रबन्ध गर्नुहुन्छ। यसकारण हामीलाई आवश्यकता परेको बेलामा हाम्रो आवश्यकताहरू प्रार्थनामा विश्वास साथ भन्यो भने येशूले हाम्रो लागि प्रबन्ध गरिदिनुहुन्छ। त्यसैले अरूको जाँचमा उनी सबै विषयमा पास हुन्छन्।